ल हेर्नुहोस् है आलु फलेको आलु आलु ल आलु फले कुनै बोटमा फलेको छ कुनै बोटमा फलेको छैन आलु यसमा चाहिँ होला क्या यसमा भाँची नै भयो आज खोइ कोही बोटमा फलेछ कोही बोटमा फलेन छ हजुर आलु क्याचे पनि त्यहाँ छ्या 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 अब त्यहाँ उता उता जाऊ उति अब भाँची गर्नु हे पर अहिले त खन्नुपर्छ पर जा ल हेर्नुहोस् है आज कुनै कुनै बोटमा चाहिँ राम्रो फलेछ कुनै बोटमा फल्दै फलेन है बिचरा बोट यहाँ चाहिँ ल हेर्नुहोस् हजुर गहिरामा चाहिँ हुने रहेछ ल हेर्नुहोस् त हजुर अलि यहाँ चाहिँ फलेकै हो यतिको एक बोटमा 10-15 दाना फल्नु भनेको ठिकै हो त्यो हुन्छ कि ल आलु है हजुर आलु 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 हेर्नुहोस् है हजुर यतिकै यसमा आलु छ आलु 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 खतरा भूमिगत खतरा फलेछ है हजुर खतरा 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 है फु यो रुखगतमा के फलेको यो चाहिँ के स्टाइलको आलु ल हेर्नुहोस् त हजुर अचम्म ल हेर्नुहोस् यो यस्तो पनि आलु फल्दो रहेछ ल हेर्नुहोस् यो के हो यो यहीँ बिरुवा पलाउँदैछ ल हेर्नुहोस् है हजुर आलु 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 टन्नै 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 हेर्नुहोस् हजुर आलु 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 काटिन्छ अब यहाँ हेर्नुहोस् है हजुर यहाँ कति ए यहाँ पनि खासै फलेन छ कुनै कुनै बोट चाहिँ रहर लाग्दै फलेछ हजुर यो पनि माथि माथि रहेछ अलिक ओर्नु नआएर हेर्न ल हेर्नुहोस् है हजुर आलु फलेको यस्तै पनि फल्दो रहेछ ल हेर्नुहोस् त हजुर आमामामा आलुको साइज त के ल हेर्नुहोस् है यस्तो पनि फल्यो ल ओहो यहाँ चाहिँ खतरा रहेछ है हजुर फल्ने फलेको छ नफल्नेमा नफलेको है ल हेरौँ है हजुर त्यहाँ आलु छ कि आलु 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 रहेछ है हजुर रहेछ 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 यतिको